सुशीला कार्कीजीले बालेन शाहलाई मन नपराउनुको कारण यो पो रहेछ यार साँच्चीकै। म सोचिरहेको थिएँ किन बिना मतलबको सुशीला कार्कीजी बालेन शाहलाई मन पराउँदैन, यत्तिकै गाली अब दिनै थालिसकेका छ अरू जस्तै। उहाँमाथि भ्रष्टाचारीको मुद्दा दायरा छ नि त। रमेश लेखकसँग मिलेर कतिवटा काण्ड गरेका छन्। सुशीला कार्कीजी न्यायाधीश हुनुहुन्थ्यो तर राति रमेश लेखकसँग मिलेर धेरै धेरै ठुलो घोटालाहरू काण्डहरू गरेका छन् र उसको माथि सबुतको साथमा मुद्दा दर्ता भएको छन्। त्यसको छानबिन भएको थिएन, अब हुन्छ। त्यही भएर सुशीला कार्कीजी फरफराइरहेका छन्। यो त यार साँच्चीकै थाहै थिएन, भ्रष्टाचारीको ट्याग लागेका छन् सुशीला कार्कीजीमाथि। हाम्रो देशको जनताहरूले उहाँले राष्ट्रिय माताको दर्जा दिन थालेको थिए, तर भन्छ नि संस्कारले मान्छेको कम्युनिकेसन स्किल देखाउँछ, त्यही गरेका छन् सुशीला कार्कीजीले। एउटा महिला भएर एउटा महिलाको घृणा भेदमा टिप्पणी गरेका छन्। हेर साथीहरू, नेपालमा अहिले धेरै काण्ड हुन बाँकी छ बालेन शाह एगेन्स्ट, किनभने भड्काउने काम गर्छ अब बालेन शाहको बारेमा। यो कुरा विश्वलाई थाहा छ कि निडर लिडर पाएका छन् नेपालले, केही न केही पक्का नेपाललाई राम्रो बाटोमा लगिनेछन्, यो सबैलाई थाहा छ। त्यही भएर बाहिर शक्ति आएर आन्दोलन गराउने, यो गराउने त्यो गराउने धेरै हुन्छ। त्यही भएर आफै बुझ्नुपर्छ।